यत्रो महिना सँगै बसिनु हो केटा हो। अब धेरै पनि छैन, ज्यादामा 15, 16, 17 दिन भयो। अनि अब त्यो पछाडि हामी कोही कता पोखरेली गाई पोखरातिर पूर्वको पूर्वतिर। ल ल ल ल हाम्रो ट्राफिकै नयाँ ट्राफिक ल हाम्रो यस्तो छ है क्रसिङ पारा यो पुग्न आँटिसकेको छौँ है। ए नगरपालिका आउँछ हेप्ने साइलाई नै हेप्ने। ल एउटा कुरा मलाई क्लियर कटले के भन्छ सबै समस्या छ बुझ्या। म यति भन्छु जोसुकै खेले पनि खेल्दियो अबको। केटाहरूको डान्स राम्रो छ है। हेलो नमस्ते टु एभ्रिवान, फेरि पनि न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। र अनि आजको चाहिँ हाम्रो ट्रेनिङ सेसन भनेको, तर आज चाहिँ हाम्रो अन्डर 19 नेसनल टिमको भाइहरूसँग चाहिँ हाम्रो ब्रिगेड बोइजको फ्रेन्डली म्याच छ। त्यही भएर हामी चाहिँ रेडी हुँदैछौँ। अनि यहाँ केटाहरू पनि रेडी हुँदैछ। यहाँ भाइले सनस्क्रिन यसरी लाउँदैछ हाम्रो मुखको भाइले। मोजा त अब कहाँ गायब भयो त, तिमीले कहाँ राख्छौ? अनि उसमा थियो क्या हजुर मोजा। यो भाइ चाहिँ यस्तो गोरो छ, त्यही माथि सनस्क्रिन लाउनु छ। कहाँबाट आएको भाइ तिमी? फ्रम युगान्डाबाट आएको। हेयर स्टाइल चाहिँ खतरा छ क्या। यो हेयर स्टाइल हेर्नु सक्नुहुन्छ, तपाईँहरूले पनि बनाउनु यस्तो हेयर स्टाइल। यता फेरि नाइजेरियाबाट आएको मान्छेले चाहिँ के साह्रो क्रिम लगाएको भन। हामी नाइजेरियन हो क्या, नाइजेरियन तिमी, म नाइजेरियन, ऊ भगत। यस्तो घोटेर लाउँदैछ कि यो सनस्क्रिन। फेरिको सनस्क्रिन लाउँदा त होइन सबै नै लाउँदो रहेछ त। फ्रीको हेर न सनस्क्रिन। अर्को फेरि युगान्डाको मान्छेले लाउन आँटिछ सनस्क्रिन। यस्तो छ के गर्नु, फ्रीमा सनस्क्रिन बाँड्नुपर्छ यसरी। केटाहरू यसरी लगाउँदैछ। अब के भन्नु र। बिहानको यही हो ब्रेकफास्ट मामाले खाँदैछ। म यो खाना टोस्ट चाहिँ खान्छु। आजको हाम्रो यो ब्रेकफास्ट बिहान यही खाने हो, चिया बिस्कुट। अनि हामी चाहिँ लाग्छौँ आजको ट्रेनिङमा। ट्रेनिङ भन्नाले नि आज हाम्रो फ्रेन्डली म्याच छ। त्यही हो, अघि मैले भने नि अन्डर 19 नेसनल टिम हाम्रो नेपालको केटाहरूसँग रेडी हुँदैछ केटाहरू। यता केटाहरू झरिसकेछ, अरू आउनु बाँकी नै। यो पप बिस्कुट छ, पप बिस्कुट र चियासँग चाहिँ हामी यहाँ खान्छौँ। अर्कोले खाइसक्यो। ल अनि केटाहरू भर्खर हाम्रो अभिषेक बाबा चाहिँ भर्खर उठेर आइसकेको छ। अनि खोइ जर्सी चाहिँ जर्सी झोलामा छ केटाहरूले। हामीले चाहिँ जर्सी लगाइरहेको छौँ, अनि नलाउनेहरूले केटाहरूले चाहिँ झोलामै बोकिरहेछ, यसरी पर्खिरहेछ। केटाहरू चाहिँ पुरै लुगा बोकेर वासिङ मेसिनमा धुनको लागि। हाम्रो फोरी केटा, 1 नम्बरको फोरी केटाहरू। हाम्रो चाहिँ क्लबमा हाम्रो वासिङ मेसिन पनि छ है हाम्रो क्लबको ब्रिगेड वाइजको। जर्सी सर्सी धुनु पर्दैन, यसरी वासिङ मेसिनमा धोइन्छ। अनि हाम्रो बुढा केटाहरू खानु रेडी भइसकेको छ। ल डाइट यस्तै छ। सबैभन्दा थोर खाने भाइ चाहिँ यही हो। अहिले त आइज अनुहार नगरपालिका भाइ। यसरी हाम्रो केटाहरू पुरै रेडी भइसकेको छ। अनि अब हल्का यसरी मुकुले खाइसक्यो, हाम्रो पिटरले पनि खायो, हाम्रो आशिष भाइले खाँदैछ, साईले त अघिदेखि खाएको अझै खाँदैछ। नगरपालिका भाइ नगरपालिका भाइ रिसाएको हेर न, थोर खानु पायो भनेर। यस्तो छ भेडे ल केटाहरू यसरी पुरै मजाले खाँदैछ। अब मैले पनि खाइसकेँ, अरू अब केटाहरू यहाँ भने नि खाएकै छैन, एउटा आधी भर्खर खायो। यसरी अब हामी चाहिँ यो खाइसकेर वाक गर्दै एन्फामा हामी आजको फ्रेन्डली म्याच हुनेछ। यसरी बाटो चाहिँ जहिले ढिलो आउँछ अनि कहाँ पाउँछ त नि। ल हाम्रो चाहिँ अब बिहानको ब्रेकफास्ट पनि भइसकेको छ। ल मामा अब लागौँ हामी। ल यसरी हाम्रो चाहिँ
वाकिङ स्टार्ट भइसकेको छ। यहाँ हाम्रो होस्टेलदेखि नभएको नि 10 मिनट जति चाहिँ लाग्छ। बाइकमा चाहिँ 2 मिनटमै पुगिन्छ, हिँडेर चाहिँ 10 मिनट जति लाग्छ। अनि हाम्रो केटाहरू बिहान बिहानै ल यो ललितपुरमा भाइरल फुल देख्नु सक्नुहुन्छ यो भाइरल फुल। अनि यहाँ हामी जाँदैछौँ यसरी, हाम्रो केटाहरू ब्रिगेड वाइजको केटाहरू यसरी हिँड्दैछौँ हामी। अनि यहाँ फुलै फुल छ। ल मेरो केटाहरू ल हाई गर्दै न केटा, ओ हाई गर न सबैजना। ल अब हामी चाहिँ यत्रो महिना सँगै बसिनु हो केटा हो, अब धेरै पनि छैन, ज्यादामा 15, 16, 17 दिन भयो। अनि अब त्यस पछाडि हामी कोही कता पोखरेली गाई पोखरातिर पूर्वतिर। अनि अब जे जस्तो भए पनि रमाइलो गरियो यत्रो महिना। अनि अब कोही बेला रिसाइयो होइन, आफ्नो ढाउँमा चाहिँ केटा हो। यही हो फुटबलमा पाउने कुरा त अब त्यस्तो केही पाइँदैन। अब अलिकति आफ्नो प्यासन भएर चाहिँ अब के भन्नु र मुखु भनेर त तिमी के भन्नु दुई शब्द। त्यही हो दाइ, सबै ठिक छ। अहिले कहाँबाट आएर भेट भयो, अब छुट्टी नै दिनै आउँदैछ, पछि नै सम्झिँदै गर्नुपर्छ एकअर्कालाई। हो सम्झिनुपर्छ। अब म केटाहरूलाई सम्झिन्छु, केटाहरूले पनि मलाई सम्झिन्छ। अब मेरो त अब लाग्छ अब राम्रो होस्, आउने दिनहरूमा राम्रो क्लबतिर हेर्नु पाऊँ मेरो भाइहरूलाई, यही नै भन्न चाहन्छु। ल अनि हामी चाहिँ यसरी अब अझै हिँड्दैछौँ है। यो यहाँ भगत हुनुहुन्छ, भगत पनि अब उहाँ चाहिँ 29 गते जानुहुन्छ होला उहाँ चाहिँ इक्जाम दिनु। अनि यहाँ हाम्रो स्याङ्जाको भाइ केही शब्द बोलिदेऊ न हल्का। मोहन छु यहाँ हाम्रो यता केटाहरू। ल अभिषेक भाइ अलिकति बोल न। साढे 5 बजेदेखि फोन बोलेको बोल्न पायो नि, आफ्नो गर्लफ्रेन्डसँग बोल्न पाएन होइन। हामी सोसियलाइज मान्छेले त्यसैले हेर्दैन। ल हाम्रो क्लबको चाहिँ ब्रिगेड वाइज क्लबको चाहिँ हामी सबैभन्दा गोरो केटाहरू चाहिँ यहाँ छौँ है 3 जना। यता हो भगत, यता हो न, कहाँ उता डराएको। फर्स्टमा अलिक म गोरो, सेकेन्डमा भगत गोरो, थर्डमा चाहिँ सचिन बाबा गोरो क्या। गोरो त यो के भएर यति साह्रो गोरो हुनुभएको तपाईँ? एकचोटि त्यो गुफामा छिरेको थियो, गुफामा छिर्दाखेरि अचानक यस्तो भएपछि म पनि अब त्यस्तो साह्रो गोरो त होइन, म हाम्रो ग्रुपको टप 3मा आउँछु गोरोमा। भन्नुको मतलब बुझ्नु भयो होला। भगत भाइ चाहिँ लजाएर अगाडि गइरहेको छ, किन हो यस्तो। अब साधोबाट आउनु आँट्यौँ हामी। साधोबाटमा चाहिँ जहिले जाम हुने ठाउँ चाहिँ यहाँनिर चाहिँ अगाडि। देखायो त घर के भयो त, मासु छ त्यहाँ, बाइक बनाउने, यता साइकलहरू बनाउने। अनि हामी ठ्याक्कै यो साधोबाट आइपुग्यौँ है हामी। मेन मैले त्यही घर देखाउनु मात्र भनेको। यहाँबाट चाहिँ माथि चाहिँ लगन खेल जान्छ, गोदावरी जान्छ। अनि यता हामी जान्छौँ यसरी क्रस हुँदैछ यसरी केटाहरूसँग सबै ग्याङमा यसरी हिँडेपछि त जसरी पनि छोड्दै हाल्छ नि यसरी। अब फेरि हामी बारी जानेतिर हुँदैछ हामी परबाट। ल हाम्रो ट्राफिकै नयाँ ट्राफिकै यसरी पुरै लाइन मिचेर मारेर केटाहरू आदि। ओइ यता ल हाम्रो यस्तो छ है क्रसिङ पारा, यो हो यसरी क्रस गर्दैछु। मेरो पनि यसरी क्रस हुँदैछ, हामी क्रस गरिसक्यौँ केटाहरू। मामाले झरो ल अब चाहिँ हेप्ने साइला नै हेप्ने। ल यस्तै हाम्रो ट्रेनिङमा जाँदा चाहिँ यस्तो रमाइलो हुँदै हामी चाहिँ हल्का जिस्किँदै यसरी जान्छौँ है। तपाईँहरू कसरी जानुहुन्छ? यस यस मैं भी नाचा, मेरे को दो। क्या हेरा है? यस्तै छ है, हामी चाहिँ पुरै रमाइलो गर्दै हामी चाहिँ के अरे ट्रेनिङ गर्नु जान्छौँ। ल हामी चाहिँ फाइनल्ली
एन्फाको गेट अगाडि आइसकेको छौँ। अब हाम्रो म्याच चाहिँ 9 बजे हो, त्यही भएर हामी चाहिँ ठ्याक्कै 8:50मा आइसक्यौँ। टक्क एन्फाको गेटभित्र 9 बजे रेडी हुने, हामी 8:40मा आइसकेको छौँ हामी यसरी। र अब हामी रेडी हुन्छौँ गएर। ल दाइहरू, मर्निङ दाइ, मर्निङ दाइ, मर्निङ। आइसकेको छौँ अनि हाम्रो केटाहरू पनि आइसकेको छ। मर्निङ मर्निङ मर्निङ। ल ट्रेनिङ उता भइसकेको छ। ए मर्निङ भाइ राजा। ल हामी चाहिँ अब किट्सहरू लगाएर रेडी हुँदैछौँ यसरी हिँडेर आएर। टक्क केटाहरूले अरू लाउँदैछ, अब म पनि लाउने छु। ल हाम्रो केटाहरू रेडी भइसकेको छ, किट्सहरू लगाइसकेको छ, यसरी रेडी भइसकेको छौँ। ल म पनि रेडी भइसकेको छु अनि केटाहरू लाउँदैछ यसरी। ल उता 19को हरू चाहिँ रेडी भइसकेको छ। अब हामी रेडी हुने चाहिँ केही छिनमा। ल रेडी किन मेरो हाम्रो चाहिँ वार्मअप, डाइनामिक वार्मअप स्टिचिङ भइसकेको छ। अनि यहाँ यसरी अन्डर 19 का नेसनल खेलाडीहरू चाहिँ स्टिचिङ गर्नु हुँदैछ। ल हाम्रो चाहिँ यहाँ दाइले गराउनु हुँदैछ। ल यसरी अब हाम्रो चाहिँ भर्खर वार्मअप सकिसकेको छ, ब्रिफिङ गर्नु हुँदैछ। फर्मेसन यसरी खेल्नुपर्छ भनेर होला, त्यही भएर। ल हाम्रो अन्डर 19 को फिजियो दाइ अनि विजय। ल राम्रो छ तेरो। ल अहिले पनि ठिक-ठिकै खेल्नु होला हैन? अब कहाँ भएको छ त्यो नर्बु? अब त्योभन्दा पछाडि चाहिँ के भएको छ त्यसले? नर्बु आफू त्यो डिफेन्सभन्दा पछाडि भागिरहेको छ माथि।
भाग्न त्यहाँ 40 क्रस विशाल त अब त्यही गर्छ र त ल आजको फ्रेन्डली म्याच चाहिँ अन्डर 19 ले जित्नु सफल भएको छ अनि हाम्रो केटाहरू यसरी ल ठिक छ ल अब चाहिँ हामी चाहिँ प्रे गर्न आँटेको छौँ के गरौँ दाइ नराम्रो के फर्स्ट ट्यु भगेला न आऊ छोड बच्चा जस्तो नगर्नु केटा दिमागै नभएको त्यो खुच्चेलाई चाहिँ अब के मलाई क्लियर कटले के भन्छ सबै समस्या छ बुझाएको छु त्यो पीडा पनि तिमीहरूको पीडा पनि बुझाएको छु हाम्रो पीडा पनि तिमीले बुझ्नुपर्छ म यति भन्छु जोसुकै खेले पनि खेल्दियो अब त्यही हो अलिक प्रुभ गर्नलाई 3 महिना लाग्छ त मलाई एउटा म्याचमा प्रुभ गरेर त गाह्रो हुन्छ अरे नि त यो दिनु न डाइट प्रुभ गर्नको 5 मिनेटले प्रुभ हुन्छ 20 मिनेट छिराको गोल हानेर प्रुभ गरे हैन त्यसले लकी भएर नि त्यही सोचेर बस अब आफ्नो कमजोरी लुकाउनला अर्काको कमजोरी उगाउने हैन के त्यसले कसरी गयो मन त्यो गर्छु भनेर भन्दियो प्लेयर भएपछि टिममा के कमी छ र
त्यो कुद्ने त्यो पनि कुद्ने हो तिम्रो पनि कुद्ने हो केटाहरूको डान्स राम्रो छ है हाम्रो चाहिँ गेम सकिसकेछ अनि यसरी हामी बसिरहेको छौँ केटाहरू यहाँ डान्स हान्दैछ अनि यता चाहिँ गाडी आउँछ भनेर पर्खिरहेछ गाडी चाहिँ आउँदैन अरे बस फाइनली अहिलेसम्म मेरो भ्लग हेरेर साथ दिनुभयो आज फ्रेन्डली म्याच अन्डर 19 को नेसनल टिमसँग थियो फ्रेन्डली म्याच हेरि नै हाल्नु होला के भयो भनेर रिजल्ट हेरिदिनु भयो यसको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र अर्को भ्लगमा भेट्ने बाचाको साथ सी यू माई नेक्स्ट भ्लग